त्यो उसकी त्यो तातो हुने कुरा दिएको थियो र तातो हुने कुरा कस्तो तातो हुने नानाले दिएको थियो कि मलाई त्यो वार्मर ए त्यो प्याकेट मैले तँलाई दिएको थिएँ कि है नाइ दिनु भएन घर खोजेको भेट्दै भेटिन यार हो र यति बेला काम लाग्थ्यो त नि त गाइजहरु चाहिँ हामी ट्रेकिङ जान लाग्यो लाङटाङ यस के छ दाइ What's up, all good man? Collab with Mari vlog. ए दुईजना दुईटाको हो यसको लाइभ स्ट्रिम ए मारी अहिले त गाइजहरु चाहिँ हामी यहाँ खाना खान रोकेको एकचोटि म गाडीमा गर्दाखेरि यता जति सर्दिनु के बिर्सिनु भएर भन्छु भनेको त के बिर्सिनु भयो 360 gimbal थियो के मसँग त्यो चाहिँ त्यसको लागि हैन के मैले त्यो सर्ट लिन्छु नि त्यसले बेला अडिनको लागि के अडेर नि अडिन्छ त्यो त हुन्छ त नि त्यो त अब तेरो लागि कतिमा पर्छ लौजा है लाग्यो अब ल खाइदिनु ल ए गाइजहरू उता हामी चाहिँ खाना खान्छौँ होइन रोकौँ आउँदै होला ए हुन त टाइम लाग्छ दाइ टाइम लाग्छ नि होइन कि कसो हो खाइदिउँ टाइम लाग्छ खाइदिउँ है त गाइज अझै हामी गल्छीमा झऱ्यौँ लभली लभली अझै हामी गल्छीमा झऱ्यौँ अब यहाँबाट चाहिँ यता जाने हामी चाहिँ पानी परिरहेछ होइन मिठो अहिले त रेनकोट ल्याएको ल्याउनु त त गाइज यो के बजार रे दाइ भन्नु त यो मैले डुँडे बजार भनेको तर डुँडे नरहेछ ढुङ्गे रहेछ के नुवाकोट होइन नुवाकोट नुवाकोट होटल वहाँ म फर्स्ट टाइम हुँदैन नुवाकोट साथीहरू अब यसमा चाहिँ हामी चाहिँ लाग्छ है यहाँबाट माथि हो अब ए अब त बाटो त औडा छ क्या अब यहाँबाट त साँच्चै जस्तै लागिरहेको है बाटो लास्टै छ क्या अब ए सिटै छैन त अनि सिटै छैन त कि सिट रोकेर आउने हो ए झोला राख्नु कि के भयो त यो झिक्यौ न भाइ त गाई चिया खानु पऱ्यो अब चाहिँ होइन त्यसो दाइ ठिकै छ गरेर हो एकदम ठिक छ नाकको गाई चल्छ हामी गाडीमा छोड्यौँ होइन के छ दाइ ठिक छ दुईजना त सिट पाउनु भएन सिट पाइएर झोलैमाथि बस्नु पर्यो झोलैमाथि बस्नु पऱ्यो झोलै डल्ला पर्दाखेरि पुग्दा बाटो डिस्काउन्ट गर्नुपर्छ है आफ्नै सिटमा आफ्नै ब्यागमा बसेको भन्दा कुन ठाउँले दाइ यो जुन चाहिँ हामी जुन चाहिँ भन्ने ठाउँमा आइपुग्यौँ होइन इन्ट्री हुने ठाउँमा यो प्रचार गर्नुभएको क्या हो यो शुल्कको नेपालीको 100 विदेशीको 3000 आमा जङ्गल है त गाडी चल्छ हामी गाडीबाट झरिसक्यौँ अब चाहिँ होटेल खोज्नलाई फाइनल्ली कस्तो लाग्यो दाइ यात्रा रमाइलो लाग्यो डेन्जर होटेल सोधौँ न त हो कता हो अहिले त गाइस हामी चाहिँ यहाँ होटेलमा यो रुम लिने भयो ठिकै छ त यतिको यो अनि यो अनि यो है त गाई अब चाहिँ हामी यहाँ रेडी हुँदैछौँ होइन गाई चाहिँ रेडी भइसक्नु भयो के छ दाइ ठिक छ गुड म्यान ल गुड मर्निङ दाइ गुड मर्निङ गुड मर्निङ ल भाइ त हामी सबै रेडी भइसक्यौँ अब खाजासाजा खाएर निस्किन्छौँ आजबाट ट्रेक स्टार्ट हुन्छ होइन लाङटाङ भ्यालीको ट्रेक हामी चाहिँ होटेलको पछाडिको भ्यू चाहिँ यस्तो छ है रमाइलो छ जे होस् ओ अब यो खोलखोलै माथि जाने हामी अब भयो दाइ रेडी
जाम अब चाहिँ हामी तल झर्न लाग्यो गाइज है तल झरेर खाजा खाएर चाहिँ यहाँबाट निस्किनेछौँ एक लट बिस्कुट त खाइसकेको रे खाना त है त गाइज खाजा आइसक्यो हाम्रो जम्बो छ त खाजा दादा है आलु र रोटी यति भएपछि त लाङटाङै पुगिन्छ होला हौ पानी छ यहाँ छ ए हजुरको पानी अर्को खोइ त बोतलको त ए ल ठिक हो ल है त गाइज अहिले चाहिँ हामी स्यापुर बेसी भन्ने ठाउँबाट ट्रेकिङ स्टार्ट गऱ्यौँ अब चाहिँ सिधै लाङटाङको लागि स्टार्ट भयो यस्तो छ यहाँको दृश्य माथिको भ्यू ल है त गाइज अहिले चाहिँ हामी हिँड्दैछौँ कस्तो भइरहेको दाइ ओह्रालो आउँदा त उसेन बोल्ट हो क्या गाह्रो हो यहाँ ओह्रालो आउँदा चाहिँ उसेन बोल्ट हो क्या ल भाग्दिन ल है त गाइज रमाइलो हुँदैछ है बाटो यही हो पहिला पुरानो बाटो मान्छे हिँड्छ त्यो बाटो नि हिँडेछ त दाइ मान्छे तिनीहरूले हरिफ गरेछ कि है हरिफ गरेछ कि तिनीहरूले यो बाटोको बाटो त अनि त्यो बाटो हिँड्न पो रमाइलो त त्यो पारीको त नि हामी फर्किँदाखेरि यो बाटो आइन्न होला आइन्न यो बाटो आइन्न हामी फर्किँदाखेरि त उतैबाट गइन्छ नि हामी गोसाइकुण्ड उक्लिने हाम्रो प्लान छ अब लेट सी के हुन्छ समयले कस्तो बताउँछ होइन अब हामीले अगाडि तपाईँहरू देखिहाल्नुभयो उहाँ फल्स वाटरफल त्यहाँ छ के हो त्यो फल चाहिँ है वाटरफल हो हामी त्यहाँ गएर चाहिँ हामी स्टक हुन्छ एकछिन चाहिँ हामी चिल भाइसमा बस्छौँ है लेट्स गो म त हरिफ बोल्नु जानु भयो ल गाइज अहिले चाहिँ हामी हिँड्दैछौँ एकछिन यहाँ रेस्ट हो यहाँ रेस्ट अब हामी 1-2-4 जना कफी खान्छ त कफी खान्छ है बाबु खानु यता हेर्दा भान्जाले कफी त खान्न हजुर साथमै छ हामी यहाँ पुगेछौँ है अब हामी जाने चाहिँ यता लाङटाङ जाने लाङटाङबाट फर्केर आएर अनि फेरि यता गोसाइकुण्ड जाने माथि हजुर स्ट्रङ होइन यो त स्ट्रङ हुन्न एक्सट्र्याक्ट मात्रै हो कि होइन पानी त डेन्जर खानुपर्छ कि डेन्जर खानुपर्छ पानी त पानी खाए हामी त त्यहाँ नेचुरली सरी खाएर आएको नि है हरिफ छ धाराको धाराको पनि क्या मिठो खाएन ल धाराको पनि हेलो गाइज यहाँ चाहिँ लालीगुराँसको बोट रहेछ अहिले अन्तिमतिर लालीगुराँसको सिजनको लास्ट हिँडाइ कस्तो भइरहेको दाइ अहिले त सक्नु भयो है ढुक्क योपालि त उसेन बोल्ट ट्रेनिङ गरेर आए जस्तो हो त्यो भ्यूहरू देखेको यहाँबाट त्यहीँ होला कि हामीले भात खाने